चिनिया अक्षरहरू विभिन्न आकार र रूपहरूका हुन्छन्। अक्षरहरू सामान्य रूपमा कण्ठ गर्नु बाहेक बालबालिकाहरूले चिनिया अक्षर सिक्दा वाक्यहरूलाई याद गर्नका लागि अरू कुनै सजिलो तरिकाहरू छन् त? प्रत्येक चिनिया अक्षरको आकार, उच्चारण र अर्थ हुन्छ। प्रत्येक अक्षरको आआफ्नै विशेषताहरू छन्। हामीले बालबालिकाको चिनिया अक्षरहरूको आकार, उच्चारण र अर्थ खुलाएर शब्द पहिचान गर्ने क्षमतालाई विकास गर्न सक्छौँ। यहाँ केही शब्द पहिचान गर्ने तरिकाहरू छन्। 1. आकार। कथाहरूबाट शब्द सिक्नुहोस्। केही चिनिया अक्षरहरू चित्रलिपिहरूबाट उत्पन्न भएका हुनाले तिनीहरू चित्रहरूसँग मिल्दोजुल्दो हुन्छन्। हामीले तिनीहरूलाई चित्रहरूको रूपमा कल्पना गर्न सक्छौँ। त्यसपछि हाम्रो आफ्नो रचनात्मक कला र कल्पनाले छोटो कथाहरू सिर्जना गर्न सक्छौँ जसले स्मरण शक्तिलाई बलियो बनाउन मद्दत गर्दछ। जस्तै माछाले समुद्रिक जनावरहरूलाई जनाउँछ। आउनुहोस् यसलाई चित्रमा कल्पना गरौँ। को माथि टाउको भाग चुचो छ, शरीरको भाग चेक प्याटर्नमा छन् र तलको भाग चिप्लो पुच्छर जस्तो छ। उदाहरण, ताईले घरको सानो बच्चालाई जनाउँछ। हामीले आफ्नो रचनात्मक कलाको प्रयोग गर्दै ताई नाच्न मन पराउने सानो केटोको रूपमा कल्पना गर्न सक्छौँ। माथिको दुईवटा थोप्लाले उसको कपाल जनाउँछ। बीचको भागले केटोले कम्मरमा हात राखेको भनी जनाउँछ। तलको भागमा केटोको खुट्टाले लात हान्दै गरेको चित्रण गर्छ। यसले पात्रलाई गतिशील र सानो केटा धेरै जीवन्त भएको आभास दिन्छ। केटाकेटीहरूले कथा मन पराउँछन्। चिनिया अक्षरहरूलाई जीवन्त कथाहरूले बालबालिकाहरूमा दीर्घकालीन समयसम्म प्रभाव पार्नेछ र बालबालिकाहरूमा सिक्ने रुचिको विकास गर्नेछ। 2. उच्चारण। ध्वनिसँग शब्द पढ्न सिक्नुहोस्। धेरै चिनिया अक्षरहरू फोनोग्रामहरू हुन् जसमा शब्दार्थ र फोनेटिक चिन्हहरू हुन्छन्। हामीले फोनेटिक चिन्हद्वारा सही वा लगभग सही उच्चारण गर्न सिक्न सक्छौँ। उदाहरण, हामीले छेङमा विभिन्न शब्दार्थ चिन्ह थप गर्न सक्छौँ अनि ती सबैको उच्चारणहरू ठ्याक्क एउटै वा उस्तै हुन सक्छ। छेङ र शब्दार्थ चिन्ह सोयलाई छेङ उच्चारण गर्न सकिन्छ। छेङ र शब्दार्थ चिन्ह यालाई छेङ उच्चारण गरिन्छ। छेङ र शब्दार्थ चिन्ह समलाई छेङ उच्चारण गरिन्छ। छेङ र शब्दार्थ चिन्ह यिनलाई छेङ उच्चारण गरिन्छ। हामीले फोनेटिक चिन्ह चिन्न सकेमा हामीले अक्षरको उच्चारण अनुमान गर्न सक्छौँ। 3. अर्थ। अर्थसँगै शब्द पढ्न सिक्नुहोस्। फोनोग्रामहरूले अर्थ बोकेको शब्दार्थ चिन्ह भएको अक्षरलाई जनाउँछ।
यस्ता धेरै चिन्ह भएका रेडिकलहरूसँग हामी परिचित नै छौँ। तिनीहरूलाई फोनेटिक चिन्हसँग जोड्दा फोनोग्रामहरू बन्दछन् अथवा अन्य शब्दार्थ चिन्हहरूसँग जोडेमा अक्षरहरू बन्दछन्। हामीले यी चिनिया अक्षरहरूको अर्थ तिनीहरूको शब्दार्थ भागहरू मार्फत अनुमान गर्न सक्छौँ। उदाहरण, सोय चित्रकलाबाट उत्पन्न भएको हो। शब्दार्थ चिन्हलाई फोनेटिक चिन्ह पाओसँग जोडेर फौ अक्षर बनाउन सकिन्छ, जसले पानीको अर्थ खुलाउँछ। उदाहरणको लागि फौमोद बबल्स। टक एक शब्दार्थ चिन्ह हो जसले खुट्टा वा खुट्टाको चाललाई जनाउँछ। यसलाई फोनेटिक चिन्ह पाओसँग जोडेर फाओ शब्द बनाउँछ, जसमा कार्यको रूपमा खुट्टा प्रयोग गरिन्छ। शब्दार्थ चिन्ह सेलाई फोनेटिक चिन्ह पाओसँग मिलाएर पाओ पूर्ण रूपमा बन्दछ, जुन खानासँग सम्बन्धित अक्षर बन्दछ। केही अक्षरहरू एकभन्दा बढी शब्दार्थ चिन्हहरू मिलेर बन्दछ। उदाहरण, यान र म र मिलेर याओ बन्न सक्छ, जसले रुखमा ढल्केर आराम गरिरहेको मानिसलाई जनाउँछ। अर्को उदाहरण, म ले एक रुख जनाउँदछ। दुईवटा म ले लम काठ जनाउँदछ र तीनवटा म ले सम जङ्गललाई जनाउँदछ। यसरी जबसम्म हामीलाई शब्दार्थ चिन्हको अर्थ थाहा भएसम्म हामीले यसमा भएको चिनिया अक्षरलाई वर्गीकरण गर्न सक्छौँ, जसले हामीलाई अझ प्रभावकारी रूपमा शब्दहरू सिक्न मद्दत गर्छ। बच्चाहरूमा शब्द पहिचान गर्ने क्षमता विकास गर्नका लागि मद्दत पुर्याउने धेरै तरिकाहरू छन्। सबैभन्दा प्रभावकारी विधि भनेको तपाईको बच्चाको लागि सबैभन्दा उपयुक्त हुने छनौट गर्नुहोस् र धैर्य गर्नुहोस्।